Beautiful, welcome back to my new vlog. अनि आज चाहिँ हामी चेसाङबाट हामी चाहिँ अप्पर मुस्ताङ जान लाग्यो। अहिले चाहिँ बिहानको ठ्याक्क 4 बजिरहेको छ। अहिले बाहिर हेर्नु भने चाहिँ बाहिर चाहिँ अँध्यारै छ। हामी चाहिँ अहिले एउटा ब्रेकफास्ट खान लाग्यो। यहाँ चाहिँ हाम्रो यस्तो ग्रुप रहेको छ। हेलो, यहाँ ब्राइडर छ, सविन। गाइज अहिले चाहिँ हामी अप्पर मुस्ताङ आइसकेको छ। मैले चाहिँ बिहानको 6 बजिसक्यो। हामी चाहिँ बिहानको 4 बजी हिँड्ने, बिहानको 5 बजी हिँडेको। अहिले चाहिँ यस्तो रहेको छ भ्यू। अहिले यो ठाउँमा रोकेको छौँ। यो ठाउँको नाम चाहिँ के हो थाहा छैन। यहाँ चाहिँ हामी अहिले ब्रेक गर्न रोकेको हो। यहाँ चाहिँ यस्तो हिमाल देखिन्छ। अनि यहाँ तल चाहिँ खोला रहेको छ। अनि यता चाहिँ हेर्न सक्नुहुन्छ, यता चाहिँ पुरै पहाड छ। यो नेपालको बोर्डरमा आइसक्यौँ। अनि यहाँ चाहिँ यो चाहिँ नेपालको बोर्डरको चेकपोस्ट, नेपालको बोर्डरको चेकपोस्ट। अनि यता चाहिँ यहाँबाट चाहिँ सामान काठमाडौँतिर जान्छ नि त भन्छ। चाइना बोर्डर आइसक्यो र यस्तो रहेको छ। चाइना बोर्डर पुरै हिउँनै हिउँ रहेको छ। तपाईँहरूले यता नि हेर्न सक्नुहुन्छ। यस्तो मोबाइल हिउँनै हिउँ रहेको छ। हामीले चाहिँ आज हिउँ खेल्न पाउँछौँ होला। उहाँ अगाडि रहेको छ चाइना बोर्डर चाहिँ। हामी चाहिँ जाँदैछौँ। फाइनली कोरेला बोर्डर आइसक्यौँ। गाइज हामी चाहिँ फाइनली चाइना बोर्डर आइसक्यौँ र चाइना बोर्डर चाहिँ यस्तो रहेको छ। पुरै हिउँले भरिएको छ। यस्तो हेर्न सक्नुहुन्छ तपाईँहरूले। वरिपरि हिउँनै हिउँ छ। यहाँ त्यस्तो चिसो पनि छैन, ठिकै छ चिसो चाहिँ। मुस्ताङको जस्तै चिसो छ यहाँ पनि। यस्तो रहेको छ। यही हो कोरेला बोर्डर भनेको चाहिँ। गाइज हामी चाहिँ कोरेला बोर्डर आइसक्यौँ र कोरेला बोर्डरमा चाहिँ यहाँ यस्तो हिउँ परेको छ। यो चाहिँ चाइना बोर्डर नै भन्छ यसलाई चाहिँ। पुरै हिउँ नै हिउँ छ। तपाईँहरू चाहिँ देख्न सक्नुहुन्छ। हिउँ चाहिँ आउँदैन। यस्तो रहेको छ हिउँ चाहिँ। चाइनाको बोर्डरमा चाहिँ यहाँ चाहिँ हामी सामान किनिरहेको छौँ। यहाँ चाहिँ चक्लेटहरू छ। त्यो चक्लेट चाहिँ सबै 400। अनि यता चाहिँ रक्सीहरू छ। अनि मैले चाहिँ एउटा चक्लेट ल्याएको छु। यस्तो छ। अनि यहाँ चाहिँ रहेको छ चाइना बोर्डर। साइडमा चाहिँ हिउँ परेको छ। हामी चाहिँ लोमानथाङ आइसक्यौँ। अनि हामी चाहिँ लोमानथाङमा खाना खान रोकेको छौँ र उयो रहेको छ हाम्रो होटेल। अनि यहाँ चाहिँ यस्तो रहेको छ, हिमाल देखिरहेको छ। यहाँ चाहिँ हाम्रो गाडी रहेको छ र अरू 2टा गाडी आउनु बाँकी छ। पछाडि रहेको छ 2टा गाडी। गाइज हामी चाहिँ लोमानथाङ आएर खानसाना खाएर अब चाहिँ हामी राजाको दरबार हेर्न जान लाग्यो। राजाको दरबार चाहिँ यहाँ रहेको छ। हामी चाहिँ उता अगाडिबाट जानुपर्छ। गाइज यहाँ चाहिँ यस्तो रहेको छ। यहाँबाट चाहिँ यस्तो खतरा हिमालको भ्यू देखिन्छ। गाइज हामी चाहिँ यो राजाको दरबार आइसक्यौँ। तपाईँहरू चाहिँ हेर्न सक्नुहुन्छ। रहेको छ पुरानो राजाको दरबार। तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ लोमानथाङको पुरानो यो राजाहरूको दरबार। हामी चाहिँ अहिले कागबेनी आइसक्यौँ र कागबेनी चाहिँ यहाँ यस्तो रहेको छ। यहाँ तल चाहिँ खोला रहेको छ। यो चाहिँ कागबेनीको खोला हो। यहाँबाट चाहिँ हिमाल नै देखिरहेको छ। यहाँ चाहिँ चिसो छ। अहिले चाहिँ बेलुकाको ठ्याक्क 5:30 भइसक्यो। हेर्न सक्नुहुन्छ। पुरै डाँडै रहेको छ। गाइज हामी चाहिँ अहिले कागबेनीको यो पुलमाथि आइसक्यौँ र यो चाहिँ झुर्लिङ्गे पुल रहेको छ। अनि यहाँबाट चाहिँ चिसो भइरहेको छ। यहाँ चाहिँ गाइज अति चिसो भइरहेको छ। गाइज हामी चाहिँ अहिले मार्फामा आइसक्यौँ र मार्फामा चाहिँ हामीले अब खाना खाएर अब चाहिँ हामी अहिले चाहिँ हामी
हामी चाहिँ अब जान लाग्यो जेरी गल्लीमा रहेको छ। यो चाहिँ जेरी गल्ली चाहिँ यस्तो रहेको छ हेर्न सक्नुहुन्छ। अहिले चाहिँ रातिको समय भएर पुरै झिलिमिली रहेको छ। अहिले ठ्याक्क 7:30 भयो। यता चाहिँ स्याउको बोट रहेको छ। जेरी गल्लीको मेन गल्लीमा छौँ। यहाँ चाहिँ यस्तो रहेको छ। यहाँ चाहिँ फोटो र भिडियो खिच्ने यस्तो भिड रहेको छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ सबै ड्रेस लगाएको छन् होइन, मैले चाहिँ लगाएको छैन। गाइस हामी चाहिँ जाडो भएर यहाँ नाचेर जिउ तताइरहेको छौँ। के भयो? नेसो भयो। ल गाइस